Namo Buddhaya, Namo Dharmaya, Namo Sanghaya. अहिले बुद्ध साधनाको म पढ्दैछु है सञ्जय छोदो सोचे जंगल सञ्जय वद दन जि दाकी जस जब सन्द जंगल पे सञ्जय नो समझे तम जे देवा दे देवे जुदा द वर्ष जुदा दो दो वर्ष जुदा वर्ष जुदा हम बे देवा थम द मे देवा च जिरे साधन द थावे तानिम संबल न ब छोरो आ जमे दो बने द दिन जो के नवा गम में सोजो च मे सो रंदे न करो छुटे जसो रिजसिंग pengen dawe de domba tome shaja senge ne sarjun dojin sanda bege de chogo suso doji jiro sho shaye sanu sajale jash shaye nyamshe dozul hu se nam se jere da se je babar wa ye she we se de tawe kai nyebe se je ne de jodo so phamso jangsu koro je yongoro she tamba zongji se je tanyel namdo deva choga palso vachab kunde vedanye chambaro sa inje chambo tsode nimi shing sondo malam chambo ngajata pekara taranga sanju sharme domba tuje jala chan salo dashi gosu keso longcho je kasan chobe tete mene be tome nyeso dido malo ba nime joba tabo soso padan soso chewe gewa ne tusu salo jese yarango samji jachi chuchu kolo sor 초저런 주면 잡아 거둬서 전에는 것다고 이시고 조선 포점하고 쇼 뭐지 되게는 어제 소대 쫄배 송내 다도 너버서 다 기주수 사백에서 이제 가전도가 콜라 펠레트 저지 저거 다도 예시 저저 저거 고반 도버쇼 다전님은 도왕 거면은 도저 허브로 소외까지 신단 전대rin 전 남섬치 나와제니 제제텔은 대저 잡주 수미 제버 이제 대변인은 손든 언제 담장 좀 만들어 chanjo 봐도 도지 전제인저 라마도 좀 된데 대시 저보다 좀 봐야 더 봐도 선지 빨라 잡아 선저 더 빨라 자도 저도 저저 라마도 좀 된데 대시 저보다 좀 봐야 더 봐도 선지 빨라 잡아 선저 더 빨라 자도 저도 저저 라마도 좀 된데 대시 저보다 좀 봐야 더 봐도 선지 빨라 잡아 선저 더 빨라 자도로 저도 잡수 채워 때야타 엄무님은 마하문나에 소하 엄무님은 마하문나에 소하 엄무님은 마하문나에 소하 엄무님은 마하문나에 엄무님은 마하문나에 소하 어머님은에서 덤베콜레 이제제워서 나 소변 나와서 배다도 숨전 담제제 대바담셔서 대바점을 남제연데 소리신도 제대 실면도 사는 바라죠. Ali gom gane 15-20 मिनट 개원대연여도 도보바 선전 도전은 로아지저 말아봐 대사라 거버셔 대세세지고 투제도 잡아만음 전전여서 라미 주저도 전다와 텐데 코던 도군주로 바라쇼 요 매나 출로 매나호 यो महीनामा धर्म गरेपछि ठुलो पुण्य हुनेको महिना हो हाम्रो यहाँ पाठ पूजा ठुलो गरिसक्यो अनि संसारमा धर्म माकी धेरै छ त्यसमा पनि हामी बुद्धिस्टको बुद्धिजीवीहरूले काउन्टखेरि करोड 4 अरब नागेछ भन्दो रहेछ अब त्यो सबैले हृदयदेखि श्रद्धा गर्ने हृदयदेखि रेस्पेक्ट केले गर्ने बुद्ध अनि बुद्धको शिक्षा अनि बुद्धको तीर्थ अनि बुद्धको तीर्थ धेरै छ तर मूल चाहिँ 4वटा मात्रै छ बुद्ध शाक्यमुनि र धेरै बुद्धको जन्मस्थान नेपालमा हो नेपालका हो लुम्बिनी हो वहाँ बुद्धि ज्ञान प्राप्त भयो सबैले थाहा छ बुद्धि गयो हो अनि बुद्ध भगवानको शिक्षा चाहिँ सारनाथ कुशीनगर त्यस्तो ठाउँमा शिक्षा दिएको हो अनि निर्वाण चाहिँ कुशीनगर हो सबैले थाहा छ त्यो 4 महातीर्थमा एउटा तीर्थ मात्रै हामी नेपालमा छ त्यो चाहिँ लुम्बिनी हो
हामी सिङ्गो नेपालीले त्यो जानै पर्ने बुझ्नै पर्ने हो किनभने हामी मुखबाट बुद्ध जन्मस्थान नेपाल भन्छ सबैले अनि बुद्धको चिन्दैन बुद्धको शिक्षामा हामी अलि होस पुगेन अब हामी सिङ्गो नेपालीको पुण्य पुण्य र भाग्य बुद्धि उच्चार्नु पर्यो त्यो हुनेले के गर्ने अनि त्यो बिहार बनाएको त्यो कसको लागि त्यो सिङ्गो नेपालीको लागि किनभने यो होल हेरिटेज हो त्यो होलको लागि अनि त्यहाँ 1000 बुद्ध छ अब 1000 बुद्धको मूर्ति पनि सिधायो अब त्यसको सँगसँगै यो अहिलेको मेहनत ठुलो मेहनतमा हामी भिक्षुहरू त्यहाँ पाल्नु भएर कान्जुर भन्छ संस्कृतिमा तिपितापक भन्छ नि त्यो पढ्ने अनि त्यसको सँगसँगै हामी सबैले बुद्ध भन्छ पहिलाको बुद्ध दीपङ्कर अहिलेको बुद्ध शाक्यमुनि अनि पाल्नु हुनेको बुद्ध संस्कृतिमा मेटे बुद्ध हो र 1000को बुद्ध सबैको र अनि ओल द धारणा धेरै किसिमको धारणा छ नि लामो चाहिँ तेया था ओम मुनि महामुनि सक्चा मुनाय सोहा अनि त्यो भन्छ सरा ओम मुनि महामुनि सोहा अनि ओम मुनि सोहा अनि ओम मुनि सोहा अनि सबभन्दा छोटो ओम मुनि सोहा अहिले हामी गिन्ती चाहिँ ओम मुनि सोहा अनि पालीमा ओम हुँदैन रहेछ ओम मुनि सोहा हुँदैन रहेछ मुनि भन्दो रहेछ बुद्धको धारणा लामो अलि छोटो धेरै छोटो छ भिक्षुहरूले लामो पर्छ अनि तपाईँहरूले मेरो विचारमा यसपालि चाहिँ छोटो चाहिँ पढ्ने राम्रो कि ओम मुनि सोहा ओम मुनि सोहा त्यो राम्रो हो कि 10 करोड जप गर्ने इच्छा छ त्यो कारणले हामी धर्म मार्गी सबै नेपालमा भएको र अनि अरू देशमा भयो सबैले त्यो दिन अब आज भोलि नै तपाईँहरूले पूजा गर्ने ठाउँमा बुद्ध भगवानको मूर्ति होला थाङ्का होला त्यस्तो राखेर त्यसको अगाडि पानी चढाउँ धुप देव फुल चढाएर टपक्क बसेर अनि यो बुद्ध साधना एउटा पढेर अनि अलिकति गम गरेर अनि त्यसको सँगै अनि त्यो जप गर्ने जप गरेर ओम मुनि सोहा ओम मुनि सोहा जप गरेर त्यो गिन्ती गरेर हाम्रो अफिसमा पठाइदिनुहोस् यसपालि त्यति हो अनि पछि वर्षमा फेरि हामी सबै त्यहाँ जमक भएर सँगै पढ्नु पाए हुने त्यस्तो मलाई लाग्छ यसपालि हामीले बन्दोबस्त मिलाउन सकेन तर कोही आउने इच्छा छ भने पाल्नुहोस् अनि फजुन हामी चढाउँछौँ अस्ति हामी ठेरावाडाको भिक्षुसँगै पनि साला भयो कोही चाहिँ श्रीलङ्का अनि बर्मा अनि थाइल्यान्ड भिक्षु यहाँ 20 जना पाल्नु भयो 20 जाति हामी छलफल यसको बारे छलफल गरेको अनि उहाँले पनि यसको बारे व्याख्या राम्रो गर्नुभयो एकदम मान्छुने व्याख्या गर्नुभयो ओम मुनि महायाना ओम महामुनि चाहिँ पञ्च बुद्धको ज्ञानको कुरा पनि आउँदो रहेछ मतलब यो हामी यहाँ सबैको मूल धारणा त्यही रहेछ त्यो पछि हामीले त्यो व्याख्या राम्रो एउटा लेखेर फेसबुकमा राख्ने इच्छा छ हामी बुद्ध मार्गीको मूल तीर्थ एक लुम्बिनी हो त्यो जानु पर्यो त्यो बुझ्नु पर्यो बौद्ध हाँगा हो स्वयम्भू हाँगा हो नमो बुद्ध हाँगा हो फर्पिङ सबै हाँगा हो कहाँ जाँदो रहेछ ठिक छ त्यो जानै पर्छ हाँगा मात्रै गएर त्यो मूलमा जानु पर्छ मूलमा नेपालमा एउटा मात्र छ लुम्बिनीमा
त्यो तपाईँ साथीहरू जानै पर्यो भन्नु पर्यो त्यो तपाईँहरूको लागि भनेको त्यो है ल आज यति ल